पर्सनालिटी डेभलपमेन्ट बुक पढ्नेहरूलाई चाहिँ क्लासिकल बुक पढ्नेहरूले चाहिँ तिमीहरू त रिडरै होइन भन्छ नि होइन। इन्स्टाग्राममा कति धेरै मिम आउँछ, के हो त क्लासिकल बुक, क्लासिकल लिट्रेचर भनेको के हो त। मेरो बुझाइमा चाहिँ एकदमै टाइमलेस किताबहरू हुन् के। टाइमलेस हुनको लागि लेखकले कुन कुरामा कलम चलाएको हुन्छ त? माया, दया, धर्म, डेथ, प्रेम, यी कुरा त कहिले पुराना हुँदैनन् नि त। पुस्तादेखिबाट पढ्दै आइयो अनि अहिले पनि समय सान्दर्भिक छ। अहिले पनि पढ्दाखेरि भित्रैदेखि हल्लाउँछ, अहिले पनि सोच्न बाध्य पार्छ। यी त गहिरा विषयहरू भयो नि त। यो नितान्त व्यक्तिगत चाहनाले पढ्छ कि मान्छेले, न कि यो लेखक चाहिँ ट्रेनिङमा छ, यो बुक चाहिँ अहिले ट्रेनिङमा छ, यो पढ्छु भनेर होइन कि उसको आफ्नो भित्रको चाहनाले गर्दा पढ्छ, एक्सप्लोर गर्न खोज्छ के। अनि यो पढ्न त्यति सजिलो पनि छैन, बुझिँदैन पनि। जस्तो कि दोस्तोयेव्स्कीको क्राइम एन्ड पनिसमेन्ट सजिलो छैन नि होइन, तै पनि मान्छेले पढ्छ नि। त्यो इन्ट्रेस्ट अहिले एकदमै चलिरहेको काफका इन्स्टाग्रामको वालैभरि हुन्छ नि। नेपाली लेखकमा लक्ष्मीप्रसाद देवकोटा, उनको मुना मदन, यी त अब जहिले पढ्दाखेरि पनि, जुनै पुस्ताले पढ्दाखेरि पनि एकदमै भित्र छुन्छ नि त। अनि यस्तो पनि भन्छ कि क्लासिकल लिट्रेचर डज नट इन्टरटेन यु बट ट्रान्सफर्म्स यु भन्छ कि। किनभने विषय नै त्यस्ता गहिरा हुन्छन्।